नेपालमा बस्ने साथीभाइहरूलाई चाहिँ म के भन्छु भने गाउँतिर या फ्यामिलीलाई दङ्ग्याएर तपाईँहरूले काम नगरी बसिरहनु भएको छ नि। तर अनि त्यो चाहिँ तपाईँहरू परदेश आएपछि आफसे आफ तपाईँहरूलाई थाहा हुन्छ क्या। बाउआमालाई पैसा मागेर घुमेर तपाईँहरू बस्नुहुन्छ नि। तर अनि त्यो पैसाको महत्त्व भनौँ पैसाको महत्त्व र फ्यामिली बाबा मम्मीलाई अब पैसा छ छैन त्यो नबुझी तपाईँहरूले पैसा मागेर तपाईँहरूले या खर्च गर्नुहुन्छ या घुम्नुहुन्छ नि। तपाईँहरूले त्यो पैसाको महत्त्व त्यति बेला बुझ्नुहुनेछ कि आफूले कमाउँदा हैन, आफ्नो परिश्रम पसिना बगाएर पैसा तपाईँहरूले कमाएपछि तपाईँहरूले त्यो पैसाको महत्त्व चाहिँ आफसे आफ बुझ्नुहुन्छ क्या। अब तपाईँले पनि बुझ्नुहुन्छ र मैले पनि बुझेको छु। हुन त म पनि सानै उमेरदेखि म पनि कान्छो छोरो घरको कान्छो छोरो भए पनि मैले धेरै आफ्नो गाउँ आफ्नो फ्यामिली नेपालमै केही गर्छु भनेर म पनि बसेको यात्री हो। तर भने म तपाईँहरूलाई म के भन्छु भने विदेश भन्ने चिज अब कसैलाई राम्रो हुनसक्छ कसैलाई नराम्रो हुनसक्छ हैन। अब सोचिन्छ अब विदेशमा त अब पैसा धेरै हुन्छ भनिन्छ। तर पनि आफ्नो पैसा या हुन्छ नि परदेशको ठाउँमा एक्लो भइन्छ। अब नेपालको जस्तो हुँदैन। अब हुन्छ नि अब त्यो सोचेर अब त्यो हुन्छ नि त्यो म यस्तो सोचेर अब एक्लै भइन्छ क्या विदेशको ठाउँमा। अब मेरो साथी सङ्गी भनिन्छ नि अब त्यो हुँदैन क्या। अब बिमारी भयो भने आफ्नो ख्याल आफैले गर्नुपर्छ परदेशमा। अब कसैले तँलाई ला त यस्तो बिमारी भइस् त उस्तो बिमारी भइस् तँलाई यति चाहिएको छ पैसा ल म तँलाई दिन्छु भन्ने त्यस्तो कदापि पनि नसोच्नु। परदेशको ठाउँमा त्यस्तो हुँदैन। नेपालमा सकभर नेपालमै केही गरेर तपाईँहरूले दुःख गर्नुहोस्। विदेश आउने लगानीले नेपालमै केही गर्नुहोस्। विदेश भन्ने चिजमा चाहिँ तपाईँहरू पैसामा फसेर पैसाको लोभ लालचले फसेर चाहिँ तपाईँहरू विदेश नआउनुहोस् सकभर। अब हामी त आइयो तर भने आए पनि अब हामी त अब कसरी 2 वर्ष काटेर नेपाल फर्किने भनेर अब ऋणपान कसरी तिर्ने भनेर हामीलाई हुन्छ नि एक प्रकारको पीडा छ क्या मनमा। हुन्थ्यो अब नेपालमा बस्दाखेरि त साथी सङ्गीसँग अलिअलि हिँडिन्थ्यो कोही बेला रमाइलो गरिन्थ्यो। तर भने यो परदेशको ठाउँमा एक दिन छुट्टी लिन त यहाँनिरको स्वीकृति चाहन्छ भने सन्चो होइन भन्यो भने पनि अब त्यो टाउको नेपालमा दुख्यो भने बिसाउन हुन्छ नि आराम गर्न पाइन्छ। तर पनि यहाँ टाउको दुखेको त्यो खासै मतलब हुँदैन परदेशको ठाउँमा। अब त बिमारी भइस् तँलाई धेरै रेस्ट गर कि त मान्छे अलिक गाह्रै हुनु पर्यो र यहाँ चाहिँ परदेशको ठाउँमा अलिक यहाँ हुन्छ नि छुट्टी मिल्छ। नत्र भने परदेशको ठाउँमा त्यस्तो चाहिँ नसोच्नुहोस्। किनकि सकभर मिल्छ भने नेपालमै केही गर्नुहोस्। हामी युवा जतिले नेपालमै केही गरेको राम्रो। यो कलिलो उमेरमा नेपाल गएर केही गर्छु भनेर चाहिँ तपाईँहरूले नसोच्नुहोस्। नेपालमै अब केही गर्यो भने कलिलो उमेरबाट तपाईँहरूले मेहनत गर्नुभयो भने नेपालमै राम्रो हुन्छ। अब हुन त म पनि अब 23 वर्षमा म विदेश आएको। म अब 23 लागेको धेर पनि भएको छैन। तर अनि मैले नेपालमै केही गर्छु भनेर मैले सानैदेखि सोच बनाएर मैले चाहिँ अब बिरुवाहरू चाहिँ मैले आफैले उत्पादन गर्दै आएको थिएँ।
अब मैले हल्का हल्का रोप्दै पनि थिएँ र म नेपालमा गएर चाहिँ मेरो के सोच छ भने म फेरि पनि बिरुवाहरू हालेर नेपालमै केही गर्छु भनेर म चाहिँ अब जतिसुकै हुन्छ नि थोरै कमाइ भए पनि धेरै कमाइ भए पनि म नेपालमै बस्ने भन्ने सोचले चाहिँ अब म अहिले हाल म दुबईमा छु। दुबईमा आएको म 1 महिना लगभग हुन लाग्यो। म 1 वर्षमा चाहिँ नेपाल फर्केर म नेपालमै केही गर्ने सोच गर्छु। यो विदेशको सपना सकभर म सोचेको पनि थिइनँ। अब म विदेश जान्छु, म विदेशमा गएर अब हुन्छ नि के मैले सोचेँ अब विदेशमा गएर अब फ्यामिलीहरू अलिकति खुसी हुन्छ, अलिकति आफूसँग राख मिल्छ होइन भनेर आएको म त्यो सोचेर आएँ। तर भने नेपालमा पनि गऱ्यो भने हुन्छ। अब यताको अब त्यो हेल्पर यताउता हालिदिन्छ क्या, अब त्यो भरोसै हुँदैन क्या पैसाको। र सकभर मिल्छ भने तपाईँहरू मेरो भिडियो जतिजनाले हेर्नुभयो पनि तपाईँहरूले अब हुन्छ नि अब मेरो उमेरको मेरो एजको जस्तो मान्छेले चाहिँ हेर्दै हुनुहुन्छ भने तपाईँहरूले नेपालमै केही गर्नुहोस्। आफ्नो फ्यामिलीहरूसँगै बसेर आफ्नो बाबा मम्मी दाइ दिदीसँग बसेर नेपालमै केही गर्नुहोस्। नेपालमा आफ्नो आफन्त भेट्न ओर्न पाउनुहुन्छ। नेपालको ठाउँमा त परदेशको ठाउँमा त तपाईँको अब आफ्नो आफन्त भन्ने नि हुँदैन। यहाँ हुन्छ नि कसरी खुट्टा तान्ने कसरी लडाउने त्यस्तो हुन्छ यो परदेशको ठाउँमा। सँगै आएको सासले त साथ दिँदैन भन्छ। सँगैको साथीहरूले साथ कहाँ दिन्छ र। साथी हामी जतिसुकै बनाए पनि साथीको भर कहिले पनि नपर्नुहोस्। तपाईँहरूले पैसा आउँछ या विदेशमा सेलरी आउँछ तर नि साथीको भर कहिल्यै नगर्नुहोस्। अब हुन्छ नि अब हुन त अब हामीले पनि बुझ्नुपर्छ मर्म, तर भने त्यसमा मर्ममा चाहिँ अलिकति अब पैसा यताउता भनेर जहाँ रक्सी खाने साथी सङ्गीलाई चाहिँ ज्यादा पैसाहरू नदिनुहोस्। किनकि म भन्छु मैले पनि अब हामी राई भए पनि हामीले चाहिँ अब मैले चाहिँ अब मेरो दाइ म अनि मेरो दिदी अनि मेरो बाबा मम्मीले पहिले खानुहुन्थ्यो, अहिले छोड्नु भएको छ। किनकि हामी पनि खान्नौँ। किनकि हामी खान्न भन्दाखेरिमै अब मान्छेहरूले सोध्छ नि त क्रिस्चियन रहेछस्, तर नि हामी हिन्दू हो। तर भने खानु नखानु आफ्नो ठाउँमा छ। हामीले पनि खान्थ्यौँ होला तर पनि अब खाएको छैन होइन। हामीले सानो बच्चामा खायो तर भने त्यस्तो नसोच्नुहोस्। किनकि हामीले नखानुको कारण के अब खायो भने अब हामी बिग्रिन्छौँ, हाम्रो बाउआमालाई गाह्रो हुन्छ भनेर हामीले नखाएको जहाँ रक्सी। अब हामी हिन्दू भए पनि हामी होइन अब हुन्छ नि जातले पाएको भए पनि हामी खान्दिनँ कि। तर अनि जात भन्दा त होइन अब हुन्छ नि जात त अब सबैको काट्यो भने त एउटै रगत हो, जातभात छुटाउनु हुँदैन भन्छ है। तर भने यो राई लिम्बू तामाङहरूले भन्दा अहिले अरू जातिहरूले नि खानुहुन्छ क्या बेसी। म मेरो रुममा हुन्छ नि अब राई म एक्लै, मेरो साथीहरू चाहिँ सबै होइन म चाहिँ पूर्वको, अरू सबै पश्चिमको हुनुहुन्छ। तर उहाँहरूले चाहिँ अब खानुहुन्छ क्या। अनि म भन्छु अब फ्यामिलीहरू अब बिमारी परेको बेलामा पैसा दिनुपर्ने ठाउँमा तपाईँहरूले चाहिँ यसरी खाएर अब तपाईँहरूको फ्यामिली या बिमारी हुनुभयो भने कसरी पैसा जुटाउनुहुन्छ भनेर म सोध्छु र सोध्छु पनि क्या उहाँहरूलाई। अनि म आफै पनि सोध्छु क्या म चाहिँ अब कसरी फ्यामिलीहरूलाई उ गर्ने होइन, फ्यामिलीहरूलाई अब साह्रो गाह्रो पर्दा कसरी पैसा जुटाउने तिर अब पैसा म चाहिँ अब खाए नखाए होइन अब अलिअलि भए पनि जम्मा गर्छु। तर भने साथीहरू अब त्यस्तो हुनुहुन्न क्या। अब
त्यो अनि पर्दो रहेछ क्या। अनि त्यो जहाँ रक्सी चाहिँ खाने पैसा हुन्छ होइन उहाँहरूसँग रक्सीहरू खाने मरौभूमि आएर। तर अनि फ्यामिलीलाई अब गाउँमा अब हुन्छ नि अब हामी सबै नेपालीहरू सुख पाएको पनि भइँदैन। तर अनि त्यो हुँदो रहेछ क्या अब तपाईँको त्यो बिमारी भयो भने क्या अब पैसा माग्ने अब नदिउँ पनि कसरी साथीहरू है अलिअलि त सहयोग गर्नुपर्छ। अब सेलरी भएको अब साथीहरूलाई पनि यसो सहयोग गर्नु होइन। अब सेलरी नै नआएपछि त मैले कसरी गर्नु। त्यस्तो हुन्छ परदेशको ठाउँमा। अलिअलि तपाईँहरूले साथी सङ्गीसँग पनि होसियार भएर अलिअलि चाहिँ पैसा बचाउनुहोस्। हाई उही साथीको लैमा हिँडेर अब जहाँ रक्सी नखाने मान्छेले पनि खाएर घर फ्यामिलीलाई दुःख नदिनुहोस्। किनकि मैले त्यस्तो धेरै देखेको छु क्या। मैले मेरो एकजना त्यो मान्छेको मैले नाम खुलाउन चाहिनँ किनकि मेरो पर्ने मान्छे 5 वर्ष विदेशमा बस्यो अनि पैसा हावातालमै उडायो क्या। अलिअलि पैसा पठाउने हावातालमा उडायो। त्यो मान्छेको मैले नाम खुलाउन चाहिनँ। के गर्नु त्यस्तो छ। यो जहाँ रक्सी भन्ने यो चिज चाहिँ नि एकदम नराम्रो भन्दिनँ म तपाईँलाई, राम्रो। तर नि लिमिटले खानु पऱ्यो क्या होइन। पैसा तर भने बचाउनु पर्यो। तर भने यो जहाँ रक्सी खाने मान्छेले सकभर पैसा बचाउँदैन भन्दिनँ, बचाउँछ तर नि धेरै बचाउँदैन तपाईँको। हामी यहाँ जहाँ रक्सी नखाने मान्छेलाई त पैसाले धौ भइसक्यो भने रक्सी जाँडाहरू चुरोटहरू खाने मान्छेले त कति बचाउला। हेल्परको 800 700 या 800 हुन्छ नि त्यो पैसा होइन 800 द्राम नेपालमा अब त्यो पैसा कति पुर्याउने कसरी पुर्याउने। त्यो सोचले हामी छोरा मान्छेहरूले धेरै गाह्रो हुन्छ क्या। अब भन्छ नेपालबाट त यस्तो राम्रो छ होइन भनेर आइन्छ तर अनि त्यो कदापि हुँदैन। तपाईँहरूलाई नेपालमा भन्ला अब पैसा यस्तो छ सेलरी राम्रो छ भन्ला तर अनि परदेशको ठाउँमा आएपछि त्यो हुँदैन। या हुन्छ अब राम्रो कम्पनी हुन्छ यो सप्लायरमा चाहिँ हुँदैन। तपाईँहरू विदेश आउँदै हुनुहुन्छ भने बुझेर जानेर मात्र आउनु होला। साथीहरूसँग विदेश गएको साथीहरूसँग सबै बुझेर कस्तो छ कम्पनी सोधेर मात्र आउनु होला भन्छु है म। ल अहिले चाहिँ अब हाम्रो ड्युटी सुरु हुन लाग्यो। मैले चाहिँ यति नै भन्न चाहेँ। अर्को नेक्स्ट भिडियोमा भेटौँला।